स्वतःस्फूर्त रूपमा सबै ठाउँमा कार्यक्रमहरू विरोध कार्यक्रमहरू सञ्चालन भइरहेको खबर प्राप्त भइसके पछाडि हाम्रो पार्टीले पनि हामीलाई सबै जनप्रतिनिधिहरू सबै पार्टीका कार्यकर्ताहरूलाई स्वतःस्फूर्त रूपमा आफ्नो ठाउँबाट चाहिँ आन्दोलनमा सहभागी आह्वान गरिसके पश्चात यो स्थानमा आउँदै गर्दा यहाँ युवा साथीहरूको सक्रियतामा विशेष गरी युवा साथीहरूको स्वतःस्फूर्त सक्रियतामा यो कार्यक्रम भइरहेको देख्दा मलाई अत्यन्तै खुसी लागेको छ। म सर्वप्रथम मेरो व्यक्तिगत तर्फबाट र मेरो पार्टीको तर्फबाट पनि स्वतःस्फूर्त रूपमा यो आन्दोलनमा सहभागी र आयोजक सम्पूर्ण स्वतन्त्र युवा सम्पूर्ण टिमलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद पनि दिन चाहन्छु। आज हामी कुनै पार्टीगत हिसाबले यहाँ सहभागी भइरहेको छैन भन्ने कुरा मलाई अघि नै निमन्त्रणा गर्ने सन्दर्भमा आयोजक टिमले मलाई जानकारी गराउनु भएको थियो। म यो एकदम बुझ्दछु। सामाजिक सञ्जालदेखि लिएर अहिले सबैतिर यो खालको आह्वान भइरहेको छ। नागरिकहरू स्वतःस्फूर्त रूपमा कुलमानलाई सरकारले हिजो बेलुका गरेको जो खालको गलत खालको निर्णय छ त्यसको विरुद्धमा र कुलमानमाथि भएको अन्यायको विरुद्धमा स्वतःस्फूर्त रूपमा सबै ठाउँबाट नेपालमा मात्रै होइन देश विदेशमा छरेर रहेका नागरिकहरू आन्दोलित छन् र आक्रोशित छन् भन्ने कुरा हामीले बुझेका छौँ। त्यसको लागि म सबै साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने हामी सचेतपूर्ण तरिकाबाट यो देशलाई समृद्ध नेपाल बनाउनको निम्ति उज्यालो नेपाल बनाउनको निम्ति हामी सबैले सहयोग गर्यौँ। कुलमानलाई त्यो स्थानमा अहिलेसम्म टिकाइराख्नको निम्ति हामी सबैजना एक ढिक्का भएर उहाँको पक्षमा लाग्यौँ। हामीले आस्था हेरेनौँ, समुदाय हेरेनौँ र हामीले कुनै पनि हिसाबले भूगोल हेरेनौँ, तर यो देशको नागरिक भएको कारणले गर्दा यो देशलाई साँच्चीकै अगाडि बढाउनको निम्ति कुलमान जस्ता सच्चा देशभक्त नागरिकको आवश्यकता पर्छ, सच्चा कर्मचारीको आवश्यकता पर्छ, एउटा सिपाहीको आवश्यकता पर्छ। यो नागरिक र यो सिपाहीलाई हतोत्साहित हुन दिनु हुँदैन। त्यसको पछाडि हामी देशभक्त नागरिकहरू हामी साथमा छौँ भन्ने उदाहरण दिनको निम्ति यहाँ सहभागी भएको कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु। त्यस कारणले गर्दा यहाँ हामी नामको हिसाबले सबै राजनीतिक दलका साथीहरू पनि यहाँ हुनुहुन्छ। सबै ठाउँमा नागरिकदेखि लिएर सबै राजनीतिक दलका नागरिकहरू साथीहरू आन्दोलनमा उत्रिएको छ। अहिले हामीले कुनै पार्टीगत हिसाबले भन्दा पनि यो देशमा भ्रष्टाचार भइरहेको छ। भ्रष्टाचारको विरोध गर्नको निम्ति, भ्रष्टाचारीहरूलाई कारबाही गर्नको निम्ति र प्रशासन क्षेत्रमा कुलमान जस्ता इमानदार नागरिकहरूलाई, कुलमान जस्ता इमानदार कर्मचारीहरूलाई जुन हिसाबले अहिलेको सरकारले हतोत्साहित बनाएको छ, जसरी बगैँचा रूपमा हामीले देखिरहेको छ कि कुलमानले देशको पक्षमा देशको रक्षाको निम्ति, देशको विकासको निम्ति आफूले निडर भएर काम गरेको छ। त्यो कदमलाई रोक्नको निम्ति यो सरकारले के चाहिँ गरेन, के चाहिँ कदम चाल्न चाहिँ बाँकी राख्यो भन्ने कुरा हामीले सञ्चार माध्यम मार्फत, मिडिया मार्फत स्पष्ट रूपमा देखेको छ। त्यस कारणले गर्दा यो सरकारलाई म के आग्रह गर्न चाहन्छु भने जनताको बलमा बनेको सरकार हो। गणतन्त्रमा हामीले भनेअनुसारको जनताबाट निर्वाचित नेतृत्वले सरकार सञ्चालन गर्न पाएका छौँ। तर जनताले त्यो कुर्सीमा पुर्याएको कुरा नबिर्सिनको निम्ति म केपी शर्मा ओलीलाई जानकारी गराउन चाहन्छु, खबरदारी गर्न पनि चाहन्छु र ऊर्जा मन्त्रीलाई पनि भन्न चाहन्छु, जनताले तिमीलाई ऊर्जा मन्त्री बनाएको हो, तिमीलाई प्रधानमन्त्री बनाएको हो। यदि साथीलाई जनताले चाह्यो भने पछार्न पनि सकिन्छ भन्ने कुरा यो कार्यक्रममा सहभागी सम्पूर्ण उपस्थित महानुभावहरूलाई हामीले जाति क्षेत्र कुनै पनि हिसाबले राजनीति नहेरिकन कुलमानको पुनर्स्थापना गर्नको निम्ति यो सरकारलाई घुँडा टेकाउनको निम्ति हामी एक ठाउँमा हुनेछौँ। तपाईँहरूको आन्दोलनमा सम्पूर्ण समुदायहरूलाई, सम्पूर्ण महानुभावहरूलाई, सम्पूर्ण नागरिकहरूलाई यो आन्दोलनमा स्वतःस्फूर्त सहभागी हुनको निम्ति आह्वान गर्दै बिदा हुन्छु। हस्, धन्यवाद। हस्, हाम्रो शिव कोइराला कमरेड ज्वालाज्यूलाई पनि आएर आफ्नो विचार व्यक्त गरिदिनु हुन विनम्रतापूर्वक आग्रह गर्दछु र हाम्रो पत्रकार साथीहरू कृपया अगाडि आइदिनु होला।